लेट्स वेलकम ब्याक आवर न्यू भ्लग। के छ हजुरहरू सन्चै हुनुहुन्छ होला है। त्यो चाहिँ आज हाम्रो सेकेन्ड डे रहेको छ भ्लगको। माइ गॉड कस्तो गर्मी हो त यार। आजको मौसम हेर्न सक्नुहुन्छ, घाम भने तपाईँको 33 डिग्री 34 डिग्री पुगिसकेको छ जापानमा पनि। अहिले यो जापानको ओकिनावामा चाहिँ कति बज्यो भन्दा ठ्याक्कै 8:15 भइसकेको छ। हामीले अब स्कुल जानु नै पर्ने हुन्छ। स्कुल निस्किसकेका छौँ हामी चाहिँ। यो चाहिँ हाम्रो सेकेन्ड डे रहेको छ भ्लगको। भ्लग अब बिस्तारै आउँछ, हेर्दै गर्नु होला। लाइक कमेन्टहरू सेयरहरू सब्सक्राइबहरू गर्दै गर्नु होला। अब हजुरलाई के भन्नु पऱ्यो भन्दाखेरि चाहिँ गर्मीको त कुरै नगर्नुहोस्, गर्मी त एकदम मारेको छ हो। गर्मीले त निस्किनुपर्ने हुन्छ। त्यसपछि बाटोमा पनि बगुली गर्छौँ, तर गर्मी छ। हेरौँ, हामी निस्किन लागेका छौँ। साइकल पार्किङमा पुगिसक्यो गाइज। है गाइजहरू निस्किसक्यो हामी फाइनल्ली। साइकल स्ट्यान्डबाट पनि निस्किसक्यौँ। अब जानुपर्ने हुन्छ आफ्नो गन्तव्यतिर। हाम्रो गन्तव्य आजको भनेको हाम्रो गएको नै रहेको छ। के भयो साइकल फेरि स्कुल रहेको छ। हाम्रो गन्तव्य भनेको चाहिँ लेट्स फिड इट चेक आउट। हेर्दै गर्नुहोस्, भिडियोहरू इन्जोय गर्दै गर्नुहोस्, हाँस्दै गर्नुहोस्। अरू त के भन्ने, एकदमै गर्मी छ। चुई त्यसले एकदमै गर्मी लागिरहेको छ। अन्त गएँ अहिले त हामी ट्राफिक जाममा रहेका छौँ गाइज। देख्न सक्नुहुन्छ हाम्रो साथी चाहिँ उता छ। यस्तो भएको भए त एकदम राम्रो हुन्छ नि यार गाइज। यो हामी अहिले बिचमा छौँ, जङ्गलको बिचमा। एकदम फ्रेस हावा पनि चलिरहेको छ, एकदम शीतल पनि रहेको छ। त्यस्तो केही पनि छैन है, एकदम सुन्दर शान्ति। हेर्दै गर्नुहोस् यो भ्युजहरू, भ्यू हेर्नुहोस् तपाईँहरूले है। हुन्छ केटा हो, भ्युज भनेको यस्तै हो। नेपालमा भएको भए यो रातो बत्तीमा चाहिँ हामीले हिँड्नु पर्थ्यो होला, हिँड्थ्यौँ होला। बानेश्वरमा पनि हिँडेको छु, तपाईँ पनि हिँड्नु भएको होला है। तर जापानको रुल एन्ड रेगुलेसन अनुसार चाहिँ सबै कन्ट्रीको यसरी हिँड्न चाहिँ मिल्दैन। फाइनल्ली हाम्रो गएको छुट्टी भएर चाहिँ अब हामी म चाहिँ काममा जान्छ, रुममा जान्छ। हाम्रो साथी नयाँ जान्छ। एकदम गर्मी छ यार, के भएको यस्तो साह्रो। यस्तो साह्रो उताबाट गइसक्यो केटाहरू। ठ्याक्कै काम गर्ने चाहिँ अब यो ड्रेस चेन्ज रुम हो, लुगा लगाएर आउँछु म चाहिँ। एकछिन काममा अब यो लुगा लगाएर चाहिँ जानुपर्छ। हातमा टक्क फुट लगाएर काममा पनि लागिसकेको छु। फाइनल्ली काम चाहिँ योहरू है। अब कामेरा यो सोझी फाइनल्ली काम चाहिँ सकिसकेको अवस्था छ। कामबाट चाहिँ म निस्किसकेको छु अहिले। अब घर जानुपर्ने हुन्छ बिस्तारै बिस्तारै स्लो। फाइनल्ली म रुम पुगिसकेको छु। अहिले चाहिँ साइकल राखेर भर्खरै अब सिँढी उक्लिँदैछु। ओ माइ गॉड कस्तो गर्मी हो यार। गर्मी त कुरै नगरौँ हो, एकदम यस्तो थाकेर आइन्छ। ल गाइजहरू म चाहिँ रुम पुगिसकेको छु। रुम पुगिसकेको अवस्था छ अहिले चाहिँ। अब ठ्याक्कै भन्नुपर्दा अहिले रुम पुगेर चाहिँ अब ड्रेस नै चेन्ज गरेको छैन, देखिसक्नु भएको होला। अब भर्खरै गर्मीको कुरै नगरौँ, एकदमै धेरै गर्मी छ। अब भिडियो अन्तिम भएको कारणले गर्दा रुम पुगेर नै अन्तिम इन्ड गरौँ भनेर चाहिँ यो लास्टमा चाहिँ रुममै पुगेर चाहिँ यो भ्लग पिङ गरिरहेको हो। किप लभिङ, किप सपोर्टिङ, लाइक कमेन्ट सेयर सब्सक्राइब। मैले भनिराख्नु पर्दैन होला हजुरहरूलाई, मेरा मित्रजनहरूलाई भनिराख्नु पर्दैन होला। लाइक कमेन्ट सेयर सब्सक्राइबको बारेमा चाहिँ गर्नु होला। आजको लागि त यति नै हुनुहुन्छ। नेक्स्ट भ्लग हेर्नको लागि केही समय वेट गर्नुहोस्।
प्रतीक्षा गर्नुहोस्, योभन्दा राम्रो गर्ने छु भन्दै आजको लागि यति नै हुन्छ।